हेलो फ्रेन्ड, हामीले हाम्रै फोनबाट हाम्रो डेली हुने हाम्रो हेल्थको बारेमा हाम्रो कतिको फिटनेस रहेको छ, वेट, हाइट अनि फिटनेसदेखि लिएर हाम्रो हार्टबिटको कुराहरूदेखि लिएर म्याक्सिमम् कुराहरू हामीले हाम्रो हेल्थको बारेमा हामी हाम्रै फोनबाट के गर्न सक्छौँ, थाहा पाउन सक्छौँ। र कसरी थाहा पाउने त्यसको बारेमा हेर्न पर्यो भने हजुरहरूले यहाँ गएर माई हेल्थ भनेर सर्च गर्नु होला। आफ्नो फोनमा सर्च गरिसकेपछि यस्तो एउटा आइकन आउनेछ। आइकन आइसकेपछि हजुरहरूले यसरी हजुरहरू के हुनुहुन्छ त यसमा हजुरलाई यस्तो इन्टरफेस सो हुन्छ। र इन्टरफेसमा गइसकेपछि हजुरहरूले हाम्रो सुरुमा रहेको छ वर्कआउट लिस्ट भनेर रहेको छ। वर्कआउट लिस्ट भनेको हजुरहरूले के काम गर्नुहुन्छ, कसरी रनिङ गरिराख्नु भएको छ कि फुटबल प्लेइङ केही खेलिराख्नु भएको छ कि के गरिराख्नु भएको छ, यसको बारेमा थाहा पाउन सक्नुहुन्छ। जस्तै प्लान पनि क्रिएट गर्न सक्नुहुन्छ हजुरहरूले। यहाँबाट अल वर्कआउट छ, यसबाट तपाईँले जुन तपाईँले खेलिरहनु भएको छ यसलाई चलाएर हजुरले कति गर्नुभयो, जस्तै 1 घन्टा गर्नुभयो कि 2 घन्टा गर्नुभयो कि कति घन्टा खेल्नुभयो, कति टाइम खेल्नुभयो, त्यसको बारेमा रेकर्ड राख्न सक्नुहुन्छ। जस्तै मैले फुटबललाई सिलेक्ट गरेँ, फुटबल भयो। त्यसपछि हजुरहरूले प्लान पनि बनाउन सक्नुहुन्छ। यसबाट के गर्न सक्नुहुन्छ त प्लान पनि बनाउन सक्नुहुन्छ। जस्तै म नेक्स्ट गरेर के गर्न सक्छु त यसबाट प्लान पनि बनाउन सक्छु, कति खेल्ने, कति के गर्ने होइन, कतिको फिट राख्ने भन्ने कुराको यसबाट के गर्न सक्छु त म आफ्नो प्लान पनि बनाउन सक्छु है त। यसबाट कति केजी रहेको छ, वेटको कुराहरू भयो, घटाउने कुराहरू, गोलहरू राख्न पर्ने कुराहरू भयो भने हामीले यसबाट के गर्न सक्छौँ, हामी सजिलै गर्न सक्छौँ। अहिले नर्मल रहेको छ है त, यसबाट हामीले गर्न सक्छौँ। जस्तै मैले गेन अ मसल्समा क्लिक गरेँ। जस्तै फिट गर्ने हो कि लुज वेट घटाउने हो कि के हो, जस्तै मैले मसल बनाउनु पऱ्यो भने नेक्स्ट गरेँ। त्यसपछि हजुरले जेनेरेट अ प्लान, अब यसबाट के गर्न सक्नुहुन्छ, प्लान बनाउन सक्नुहुन्छ। जस्तै मलाई नोटिफिकेसन पनि आउँछ, जस्तै मन्डे म कुन डेमा वर्कआउट गर्छु। जस्तै म सन्डे गर्छु, जस्तै मानौँ मैले आज फ्राइडे, ल म चाहिँ सटरडे गर्ने हो, सटरडे मैले वर्कआउट गर्ने भएँ भनेपछि जेनेरेट अ प्लानमा गएर हजुर जेनेरेट गर्न सक्नुहुन्छ। रिमाइन्डर टाइम तपाईँले कति बजी गर्नुहुन्छ त त्यसको टाइम हेर्न पऱ्यो भने जस्तै मैले 5 AM लेखेँ र 5 AM गरिसकेपछि हजुरले के गर्न सक्नुहुन्छ त आफूलाई टाइम दिनुभयो। त्यसपछि यो टाइममा हामीले नोटिफिकेसन आउनेछ स्पोर्ट्स रिमाइन्डर। अब तपाईँले स्पोर्ट्सको रिमाइन्डर पनि गर्न सक्नुहुन्छ। जस्तै तपाईँले प्लेइङ गर्नुहुन्थ्यो भने चाहिँ प्लेइङको कुराहरू आउने भयो। ड्युरेसन कति मिनट गर्नुहुन्छ, 1 घन्टा गर्नुहुन्छ कि कति मिनट गर्नुहुन्छ, त्यसको ड्युरेसन पनि के रहेको छ त यसमा रहेको। जस्तै मैले चाहिँ आधा घन्टा नै राखिदिन्छु। ल जेनेरेटर प्लान भयो। अब के भइसक्यो त यो एउटा मेरो लागि एउटा प्लान बनिसक्यो। जस्तै मैले डेली 30 मिनट गर्ने भएँ र त्यसमा विकली 5 डेज गर्ने भएँ र हाम्रो टोटल डेहरू कति आउँछ भन्दाखेरि डेको कुराहरू भयो, केसिएलमा आउँछ। यो सबै हामीलाई सम्झाउने नोटिफिकेसन आउने कुराहरू सबै यसैमा हुन्छ। मेरो वेट चाहिँ अहिले 55.3 केजी रहेको छ भन्ने देखाएको छ है त। यसरी हामीले कुन डेमा छौँ, आज कति हो, जनवरी, जस्तै हाम्रो जुन 21 हो, यो डेट पनि देखाइरहेको छ, क्यालेन्डरको कुराहरू पनि रहेको छ। यसबाट डन गरिदियो भने मलाई के आउँछ त पछि नोटिफिकेसन आउने गर्दछ। प्लान मेरो बनिसकेको छ, रेकर्ड भइसक्यो। त्यसपछि हामीले अर्को रहेको छ जस्तै वेटका कुराहरू भयो। वेट चाहिँ तपाईँले कति छ, तपाईँको वेट अहिले कति छ, विकली कति राख्न चाहनुहुन्छ, कति वेट बढाउन चाहनुहुन्छ, कति वेट घटाउन चाहनुहुन्छ, यसको कुराहरूको रेकर्ड पनि यहाँ राख्न सक्नुहुन्छ। त्यसपछि हार्ट रेट रहेको छ। हार्ट रेटमा गएर हजुरले के गर्न सक्नुहुन्छ, हार्ट रेट कस्तो हार्टबिट चलिरहेको छ, कति फास्ट चलिरहेको छ, यसको बारेमा हजुरले यहाँबाट रेकर्ड राख्न सक्नुहुन्छ। र स्लिपिङ मोड चाहिँ तपाईँ कति बजी सुत्नुहुन्छ, के गर्नुहुन्छ भन्ने कुराको पनि यसले के नोटिफिकेसन दिने गर्दछ। सिमिलरली ब्लड अक्सिजनको कुराहरू भयो, स्ट्रेसका कुराहरू भयो, यसले सबैले के गर्छ, यसले फिटनेसका कुराहरू दिन्छ। हार्ट रेट भेरिएबिलिटी जस्ता कुराहरू पनि देखाउने गर्छ। जस्तै वर्कआउटमा गएर हजुरले वर्कआउटको रेकर्ड राख्न सक्नुहुन्छ। अनि माई डिभाइसेसमा गएर हजुरहरूले कुनै डिभाइस कुन डिभाइसबाट गर्नुहुन्छ त्यसलाई लगइन गरेर पनि गर्न सक्नुहुन्छ। एकाउन्ट पनि त्यसको लागि लगइन गर्नुपर्ने हुन्छ। र मीमा गएर हजुरले के गर्न सक्नुहुन्छ त यसमा गएर आफ्नो वेट, हाइट कति रहेको छ, यसलाई फिमेल हो कि मेल हो यसरी इन्फर्मेसनहरू दिन सक्नुहुन्छ। हाइट कति सेम रहेको छ यसलाई दिन सक्नुहुन्छ। वेट कति केजी रहेको छ दिन सक्नुहुन्छ। बर्थडे कहिले हो त्यो सबै यहाँबाट दिन सक्नुहुन्छ। र दिइसकेपछि हजुर नोटिफिकेसनका कुराहरू छन्, नोटिफिकेसन कुन आउने कि नआउने भन्ने कुरा यहाँबाट हेर्न सक्नुहुन्छ। जस्तै हाम्रो मैले 5 AM मैले के गरेको त वर्कआउटको लागि एउटा नोटिफिकेसन सेट गरेको छु र मलाई 5 AM मा नोटिफिकेसन आउने कि नआउने भन्ने कुराहरू यसबाट राख्न सक्नुहुन्छ। र एबाउटमा गएर हजुरले के गर्न सक्नुहुन्छ त युजर एग्रिमेन्टका कुराहरू छन्, युजर एग्रिमेन्टको बारेमा पढ्न सक्नुहुन्छ। यसमा त्यसको लागि पहिला डिभाइसमा लगइन गर्नुपर्ने हुन्छ। अनि प्राइभेसी पोलिसीका कुराहरू, युजर फिडब्याकका कुराहरू, भर्जन अपडेट छ कि छैन भन्ने कुराहरू राख्न सक्नुहुन्छ। र तपाईँले यदि यसमा लगइन गर्न चाहनुहुन्छ भने यहाँबाट गएर के गर्न सक्नुहुन्छ त आफ्नो डिभाइसमा लगइन गर्न सक्नुहुन्छ। जस्तै म लगइन गरेँ, मेरो डिभाइस के भइसक्यो त यसमा लगइन भइसकेको छ। अब लगइन भइसकेपछिको कुरा के रहेको छ भने अब यहाँबाट हेर्न सक्नुहुन्छ नोटिफिकेसनको कुराहरू।
अब ब्याक आइसकेपछि हजुरले यसमा डिभाइस पनि भयो। यसमा आएर अब वर्कआउटको कुराहरू भए। यसमा आएर अब हजुरहरूले के गर्न सक्नुहुन्छ त, आज सटरडे 21 रहेको छ र यसमा रेकमेन्डेड वर्कआउटको कुराहरू भयो। यसमा म्यानुअली रेकर्ड आफैले कम्प्लिट रेकर्ड पनि राख्न सक्नुहुन्छ। जस्तै फुटबलको कुराहरू छ, रोप स्किपिङका कुराहरू छ होइन, माउन्टेनिङका कुराहरू यसमा एड गर्न सक्नुहुन्छ। मैले 30 मिनट राखेको छु। यसरी मलाई के आउने गर्छ, टाइममा नोटिफिकेसन आउने गर्दछ यसबाट। यु हेभ रिच योर ड्युरेसन गोल फर टुडे, किप अ गुड वर्क। यसबाट मलाई नोटिफिकेसन आउने गर्छ 5 AM मा। यस्तो चाहिँ हामी नोटिफिकेसन राख्न सक्छौँ फेरि यसरी। ल यसरी हामीले हाम्रो डेली हेल्थको के गर्न सक्छौँ त, रेकर्डहरू राख्न सक्छौँ र हामीले यसरी प्लान पनि बनाउन सक्छौँ। हस्, धन्यवाद, थ्याङ्क यू।